साथीहरू बुहारी सिरियलमा के हुन लागेको थियो, के हुन भइराखेको छ भन्ने विषयमा आजको माझमा तपाईँहरूलाई सम्पूर्ण विषयमा जानकारी दिने नै छु साथीहरू। त्यतिन्जेलसम्मका साथीहरू तपाईँहरू भिडियोलाई स्किप नगरी अन्त्यसम्म हेरिदिनु होला है त साथीहरू। सबैभन्दा पहिला त कुरा गरौँ साथीहरू चुनावी माहौलबाट साथीहरू। वीरजङ थापाको विरुद्ध रामले आफ्नो पालिकाबाट पनि साथीहरू रमेशलाई चुनावमा उठाएको कुरा त तपाईँहरूलाई पनि अवगत छ नै होला साथीहरू। त्यही चुनावको प्रचार प्रसार गर्ने क्रममा साथीहरू सदरमुकामबाट रामले ल्याएका हुन् कि कसले ल्याएका हुन् साथीहरू त्यो त बुहारी सिरियलमा हामीलाई पनि देखाएको छैन साथीहरू। सदरमुकामबाट आएकी महिला पीडित तथा बालबालिका संरक्षणबाट चाहिँ रमेशको चुनावी प्रचार प्रसारमा सहयोग गर्छु भनेर आएकी महिलाले उल्टै नै रामलाई फसाइसकेकी छ साथीहरू। सबैभन्दा पहिला साथीहरू बिहानको समय थियो साथीहरू। त्यतिखेर वीरजङ थापाको तर्फका पनि चुनावी प्रचारमा जुट्न लागिसकेका थिए। उता फेरि रमेश पक्षका पनि साथीहरू चुनावी प्रचार प्रसारमा जान आँटेका थिए। त्यतिखेर नै महिला सशक्तिकरण र बालबालिका संरक्षणकी महिला पनि जान्छु र रमेशकै चुनावी प्रचार प्रसारमा सहयोग गर्नका लागि आएको हुँ। त्यो वीरजङ थापासँग त मेरो पुरानो हिसाब किताब बन्छ। त्यस्ता अपराधीलाई त मेरो संस्थाले कतिलाई नै तह लगाएको छ। त्यसैका विरुद्ध म पनि तपाईँहरूको माझमा चुनावी प्रचार प्रसारमा आएकी हुँ भनेर रमेशहरूसँगै त्यो महिला चाहिँ चुनावी प्रचार प्रसारतिर जान्छ साथीहरू। त्यतिखेर साथीहरू रामले नै 2 दिनभित्र नै आफ्नो पालिकालाई आफ्नो मुठीमा ल्याइसकेका रहेछन् साथीहरू। जता जाम रामकै रमेशकै फोटो देखाएर भोट पक्का हुन्छ भनिरहेका थिए। उता फेरि साथीहरू विशाल पक्षका सबैजना उता गाउँमा गएका थिए साथीहरू। गाउँमा जाँदाखेरि सबै मान्छेलाई सोद्धा चाहिँ सबैले रमेशलाई नै भोट दिने, त्यता होइन यता हो भन्दैमा विशालको एउटा पनि मत नभएको कुरा थाहा पाइसकेका छन्। किनभने साथीहरू चुनाव आउने माहौल अवगत हुन लागेको बेला नै रमेशलाई रामले हत्तपत्त उठाएका थिए। त्यति 2 दिनभित्रमा नै आफ्नो पालिका कब्जा गरिसकेका रामले साथीहरू वीरजङ थापाको 10,000 मत भएको आफ्नो हातमा, वीरजङ थापाको हातमा कति मत नरहँदिकन रमेशमा आउने गराएका थिए। त्यतिखेर साथीहरू सबै चुनावी प्रचार प्रसारतिर वीरजङ थापा पक्षका सबैजना विशालहरू सबैजना चाहिँ वीरजङ थापाको घरमा आउँछन् र वीरजङ थापाले भन्छ कि चुनावी माहौल त राम्रै होला भन्ने। कहाँबाट राम्रो हुनु, बुवा सबै बिगारिसकेका छन्। 2 दिनभित्रमा त्यो त सुत्दिकन नै हाम्रो 10,000 मोडमा त कति पनि मत नै रहन्छ। आज पालिकाको 3वटा वडामा त बुवा तपाईँको र मेरो फोटो राखेर निषेधाज्ञा गरिएको छ। त्यो वडाभित्र प्रवेश गऱ्यौँ भने त हाम्रो जिउँदो पनि फर्किन्नौ भनेर विशालले आफ्नो बुवा कहाँ भने र वीरजङ थापा हाँस्दै भन्छन् कि त्यही चाल चल्छ भनेर त मैले पनि चाल चलेको छु। त्यो चालमा अब रामले मलाई जुन जालमा फसाउनका लागि जाल चलेको थियो त्यो जालमा अब राम आफै नै फस्छ। किनभने रामको शरीरमा आत्मघाती बम लगाइसकेको छु। भोलिपल्टसम्म जुन रामले आफ्नो कब्जामा गरेको छ जुन मत 10,000 मत, त्यो मतभरि बुम भएर फेरि फिर्ता हाम्रोमा आउनेछ भनेर भनेको थियो। त्यतिकैमा साथीहरू सबैजना फताफिता हुन्छन्। त्यहाँबाट चाहिँ साँझ परेको हुन्छ। त्यतिखेर नै रामको मध्यराततिर रामको घरमा चाहिँ गुहार भनेको आवाज आउँछ। त्यतिखेर सबैजना साथै रामको घर र वरपरका समाजका सबैजना चाहिँ बाहिर टर्च लाइट साइट बालेर आउँछन् रमेशहरू सबैजना। र त्यो आवाज भने अरू कसैको नभई त्यही महिला पीडित संरक्षणबाट रमेशको चुनावी प्रचार प्रसारमा सहयोग गर्न भनेर आएकी महिलाको आवाज हुन्छ साथीहरू। त्यो महिलाले भन्छ कि साथीहरू रमेशले सोध्दा चाहिँ के भयो, किन यसरी चिच्याको भन्दाखेरि रमेशले चाहिँ तपाईँको अगुवा गर्ने मान्छे यो रामले, यो पापीले मलाई मेरो शरीर लुटेको छ भनेर भन्छन्। र सबैजनाले विश्वास त गरेका हुँदैनन् साथीहरू। तर रमेशले हुन्छ नि राम कहाँ थिए भनेर चाहिँ रमेशले मुना र कमलालाई सोद्धा चाहिँ साथीहरू उहाँ घरमै हुनुहुन्थ्यो, यहीँ सुतिरहनु भएको थियो भन्दाखेरिमा फेरि रमेशले सोध्छ नि कहाँ सुतेका थिए भन्दाखेरि बिचको कोठामा उहाँ चाहिँ जहिले एक्लै सुत्ने बानी छ, बिचको कोठामा सुत्नु भएको थियो भनेर भन्छन्। र रमेशले फेरि भन्छन् कि उसलाई महिला पीडित बालबालिका संरक्षणलाई तिमी त दिपा घरमा सुत्न भनेर जान लागेकै होइन र यहाँ कसरी भन्दाखेरिमा चाहिँ यो पापीले मलाई चुनावी प्रचार प्रसारको बारेमा कुरा गर्नु छ भनेर डाकेर मलाई बारम्बार कोठामा थुनेर बलात्कार गरेको छ भनेर भन्छन् साथीहरू। त्यतिकैमा साथीहरू चाहिँ रामका बुवाले भन्छन् कि यो कुरालाई यहीँ बिर्सिदेऊ नानी, अब चुनावको माहौल चर्किरहेको छ, पछि गएर उसले जे गरे पनि भन्दाखेरिमा चाहिँ किनभने ऊ वीरजङ थापाकी मान्छे थिए साथीहरू। त्यसै कारणले उसले भन्छ कि पापीलाई त म कानुनको दायरामा उठाएरै छाड्छु भनेर त्यहाँबाट
त्यो सिरियललाई त्यही हुन्छ र बिहान पख हुन्छ साथीहरू। बिहान पख चाहिँ साथीहरू त्यो महिला चाहिँ बिरजङ थापासँग प्रहरी इन्चार्ज कहाँ निवेदन दिन पुग्छ र प्रहरी इन्चार्जले पनि रामले यस्तो गर्न सकेको हुँदैन भन्ने कुरा उनलाई थाहा भइसकेको हुन्छ। त्यसै कारणले गर्दा अरू केही प्रमाण छ भन्दाखेरिमा चाहिँ यस्तो प्रमाण च्यातिएको लुगा लगाएर यस्तो कपाल यस्तो फुकाएको देख्दा तपाईँले योभन्दा कति प्रमाण चाहिन्छ भन्ने बिरजङ थापाले भन्छन्। हामीलाई पनि आदेश आउनुपर्छ नि, नत्र अनुसन्धान गर्न पाइँदैन भन्दाखेरिमा म सङ्घबाट नै आदेश आउँछु, तपाईँले जिल्लाबाट होला भनेर आँखा थर्काउँदै त्यतिकैमा निवेदन लेखेर प्रहरी इन्चार्जले पनि पत्याएका हुँदैन साथीहरू। प्रहरी इन्चार्ज पनि त्यहाँबाट जान्छन् साथीहरू। सबै बिरजङ थापा पक्षका सबैजना नारा जुस लगाउँदै रामको घरमा पुग्छन् र अपराधीलाई फाँसी दिए भन्दै के भन्दै साथीहरू त्यो रामको घरमा चाहिँ राम, मुना, कमला, रामका बुवा सबै ती हुन्छन् साथीहरू। भित्र बसिरहेका हुन्छन् र मुना र राम बाहिर आउन सकिएका बेला मुना र कमलाले तपाईँ जस्तो परिस्थिति पनि तपाईँ बाहिर नआउनु, गडबड हुनसक्छ, हामी गएर सुल्टाउँछौँ यो मामलालाई भन्छन्। बाहिर आउँछन् र विशाल पक्षकाले सोध्छन् कि राम त्यो अपराधी कहाँ छ भन्दाखेरि बिहानैबाट हिँड्नुभएको, कहाँ जानुभएको कि अत्तो छैन भन्दाखेरिमा भन्छन्। त्यतिकैमा चाहिँ एकजना त्यो विशाल पक्षको एकजना आतङ्ककारीले चाहिँ यो अपराधीको सन्तानलाई मार भनेर ढुङ्गाले चाहिँ एकजना रामको बुवाको खप्परमा लाग्छ र रामको बुवा ढलिरहेको अवस्थामा मुना र कमलाले बचाउँछन् साथीहरू। त्यतिकैमा त्यो सिरियल अन्त्य गरिन्छ। अब आउने एपिसोडमा के होला त साथीहरू? के राम के साँच्चै जेल जालन त साथीहरू? के राम जेल गयो भने के रमेशको हातको मत के फेरि बिरजङ थापा कहाँ जाला त साथीहरू? मलाई जहाँसम्म लाग्छ साथीहरू राम चाहिँ जेल जाँदैन होला मलाई जहाँसम्म लाग्छ, किनभने कसैलाई विश्वास नै छैन र त्यति प्रमाण पनि छैन तिनीहरूसँग। त्यो च्यातिएको लुगा र आम झ्याउले स्याउले कपाल मात्रै छ, त्यति मात्रै देखाएर त्यति मात्र छ साथीहरू निवेदन। त्यसै कारणले गर्दा धेरै दह्रो प्रमाण पनि छैन, त्यसै कारणले गर्दा राम जेल जाने सम्भावना अलिक कमै नै छ। त्यस कारणले गर्दा साथीहरू राम जेल गएनन् भने चुनावमा रमेशले जिते भने साथीहरू पक्कै पनि त्यो गाउँले न्याय पाउनेछ। पूजाको अपराधीले पनि फाँसी सजाय विशालहरूले सजाय पाउनेछन्। त्यो न्याय किनभने राम जेल गयो भने साथीहरू 5 वर्षसम्म फेरि त्यो अन्याय र पीडितमा हुनेछ त्यो पालिका। त्यसै कारणले गर्दा रमेशले नै जित्नुपर्छ त्यो चुनाव मलाई जहाँसम्म लाग्छ। तपाईँहरूले चाहिँ कसलाई जित्दा राम्रो हुन्छ भन्ने लाग्छ तल कमेन्ट बक्समा गएर रमेशले जित्नुपर्छ भन्ने लागेमा तल कमेन्ट बक्समा गएर राम भनेर लेख्नु पनि नबिर्सनु होला साथीहरू। तपाईँहरूको मनमा लागेको कुराहरू लेख्नलाई तल कमेन्ट बक्स रित्तो छ। कस्तो प्रकारको भिडियो ल्याउने भन्ने विषयमा कमेन्ट बक्समा गएर लेखिदिनु होला है त साथीहरू।